ल है त साथी हो आज गेम चाहिँ सुरु भइसकेको छ अनि मैले खेलेको छु मिड लाइनको नाना हैन मिड लाइनको नानाले चाहिँ आज फेरि ड्याङ हान्न आँटेको छु हैन आउँदैछ यसले छोड्ने हैन एक शट लागेन मिनियनहरु क्लियर गरिहाल्छु अनि यसलाई दामी हान्नुपर्छ मिलाएर जंगललाई हेल्प हान्नु पर्ने हुन्छ यहाँ मास्टर आएछ हैन रहेछ त्यहाँ क्याम्प गरेर बसिरहेको छ हिलर चाहिँ त्यहीँनिर बसिरहेको रहेछ बाकमा आउँछ फिक्स त्यो आउँछ सोल्टी आउँछ आइपाल्यो त साले हान्नु पर्ने हुन्छ हिललाई चाहिँ म अड्काएर झन्डै मारेर भाग साला ब्याग चाहिँ लगाइहाल्यो नि तर भए पनि मिनियन नानी चाहिँ भाग्नु भएन म ल साथीहरूले हान्दैछन् ड्याङ्की ड्याङ म आए गाइजहरु वेट I'm coming. डरना मत म आउने बेलासम्म मर्ना मत मर्छन् कि क्या हो आयो चुडेलले लिएको रहेछ मास्लो साइडबाट चाहिँ आइहाल्यो हिलर्सले कस्तो स्लो बनाउँछ यसको अल्टीले फेरि कच्छा कुदै हुन्छ फेरि यहाँ लुकिरहेछ जस्तो लागेको छैन रहेछ एक सर्ट हान्छ लागेन सालीलाई लेभल 4 पनि बनाइहालेँ आइज कहाँ गयो एनिमीहरू डरायो क्या मसँग बाँध्नु सघाउनु पर्ने हुन्छ बरु त कहाँ लुकेर बसिरहला ढुकेर हान्छ मेरा के जङ्ग फार्म हान्दैछ नि लाइन क्लियर हानेर मैले दुईटा गोल्डको डाइ पछाडि आइसकेको छ साला छोपी चढ्दै मारे यार थोरैले बाँचे यार त्यसले पाएको भए त ड्याम्रोमा हानेर फेरि लाग्दै सानी नि कहाँदेखि अहिले एकैचोटि आएर छोप्छ झ्याम्मै परतिर हान्दैछ जस्तो छ टट छैन आयो साला मेरो सर्ट खा तर किल चोरी भइसकेको छ मेरो के छैन जो डर गया सोच मर गया टटल चाहिँ खानु पर्ने रहेछ हेर न हिलरले समेत भने लागेन ड्यामेज म्याक्सिमम ड्यामेज हान्नै पाएन नि थोरै साइडमा गएको दामी खान्थ्यो आयो होइन रहेछ हाम्रो टोल रहेछ यहाँ हाम्रो लाइन हान्छ कि सालले भाग्दैछिस् यसको नि अल्टी त गिद्दी छ नि भागे आलु काट लानुपर्छ आलु काट एक शट अर्का यार चुडेल दामी हुन्छ
चुड्या होला बोइले आम्मा कस्तो बचेर भागेर पछाडि आइसकेछ है कहाँनिर लुकिरहेछ भाग्यो क्या भाग्यो जस्तो छ माथि साथीले हानेछ साथीले हाने अब खान्छ मेरो सर्ट साथी कहाँ भयो भागेछ नि यार मासको दाब आइज तँलाई त म पिना हगाउँछु नाना भनेर हेप्छ यार आजाऊ भाइ आजाऊ मेरो मार खाने भने दामी गरेर स्वागत हान्ने भने त भागेछ सालो भागेछ सालो मेरो सालो तिम्रो दिदीको भिनाजु म नानाको कुटे खाने विचारले आउनुपर्ने हुन्छ कहाँ भयो चाहिँ मेरो लुकी त सिसीले हान्ने भनेर दामी तर्क्यो ठिक छ तर्की त दामी हान्छ एक सर्टमा देखाएछ कति छिटो उफ्रिँदै कुद्दो रहेछ यार त्यसको त्यो हातको त्यो खेलाउँदा क्या कुटु कुद्छ यार आयो पछाडि चाहिँ घमासान जाँदैछ मेरो लाइनमा एट्याक एमएमकी त मिड लाइनरलाई चाहिँ ओभर हेर्ने क्या तलतिर जाँदा नि बक्सिङ हानेर जान्छ मासतिर जाँदा नि तर हाम झुकेका नै साला कुटेका साला आलु काँडो उफ्रेर हान्छ अहिले कहाँदेखि मेरो साथीले पेल्यो अब खाइस् तैँले मेरो खाएस् कि सरी ल मेरो साथीले एक्लै देखिरहेको नि लडाइसकेको छ दुईजना रहेछ मेरो चाहिँ फेरि पावर सकिसकेको छ म्याजिक पावर माना सकिसकेको छ माना फेरि रिगेन गरेर म तिमीहरूलाई दबिहाल्छु रामधुलाई हनुमान भुलाई ड्याङ्की ड्याङ हान्ने नि त साथी हो आमा मरेन एक सर्ट अबुई भाग्यो थोरैमा भाग्यो साले केही छैन पछाडिको यसले हान्ने भन्यो ला म पो मर्ने भयो थोरैले भए चाहिँ एक सर्ट भन्यो धन्नै पछाडिदेखि अल्टी कत्रो लामो तन्केर हान्ने ला थोरै गायब भयो यार ब्याक जाने बेला नि सालेहरूलाई सोल्टीहरूलाई म मिलाइ काम धुलाई हान्नु पर्ने हुन्छ अहिलेसम्म यत्रो क्यारेक्टरको नाम खासै थाहा छैन मलाई चलाउनु भएको पनि अब खान्छ मेरो सर्ट मर किल चोरी भयो केही छैन सपोर्टरले कति चाहिँ किल हान्नु र अब खान्छ अब खाइस् मेरो सर्ट अनि भागिस् तलदेखि घुमेर छुट्नु खोज्दैछ क्या ओ साथीहरूले छोडिसकेछ मरिस आम्मामा कति छिटो किल हान्छ नि किल चाहिँ हान्यो आम्मा किल त सब ड्यामेज चाहिँ हानिन्छ किल चाहिँ आउँदैन केही छैन किल डजन्ट म्याटर गेम प्ले म्याटर अनि त्यहाँदेखि म्याच जित्नु म्याटर फुटाम फुटाइदिइहाल्नु गाह्रो हुन्छ पुस अब खाइस किधर है तू सादा मिस गरे यार अल्टी मिस भयो है अल्टी मिस भएपछि चाहिँ यिनीहरूले चाहिँ चुक
गयो नि त तर्केर भाग्दै गयो जित्नु आँटिसक्यौँ जित्नु आँटिसक्यौँ साथी हो गेम चाहिँ भनेको हाम्रै भइसकेको छ अब जित्नु पर्ने हुन्छ हान्यो हाम्रो टोलीहरूले यतिकै जित्नु आँटिसक्यो यो माथि ग्याङ्करहरूलाई फोड्नु पर्ने हुन्छ एकै ठाउँमा अचार जस्तै त भाग्दियो क्या म कहाँ पुग्यो त्यो त यता जाउँ कि उता जाउँ बस भयो त कहाँ सरी ल मलाई त झन्डै पड्का कत्रो तर्केर भाग्यो छेकेर नि भाग्यो नि आयो सिसी आयो माथिदेखि छेक केटा हो छेक हान सालेलाई त्यही घारीमै गाइब पार्दे हान साथी हान कहाँ छ न ए टोलीहरू त पछाडि रहेछ अहिले म गएर खिचिराखेर आउँछु दामी पिना हक्नेरी आयो पछाडिदेखि दामी ब्याकअप दिन्छु तिमीहरूलाई मार्ने भयो कत्रो अल्टी हाल्नु मरेछ कि साथी त तिमीलाई त ड्यामेजै लागेन भने ड्यामेज लागेन सिसी खतरा रहेछ सिसीको बिल्ड खतरा रहेछ एक सट खाइस् ला कहाँसम्म भाग्छिस् त्यसलाई त सिसीलाई त भनेको ड्यामेज लाग्नु ल मलाई मार्न टेर आयो भाग मेरो साथीलाई देखेर भागेछ बन्सरले किचिनेर हान्छ नि कस्तो छेकेर फेरि अल्टी मर्छ सरी ल कहाँदेखि हाल्यो फेरि अहिले त आदिनै ड्याम नभयो त खाइस दादाको सर्ट कस्तो लाग्यो दादाको सर्ट नाना दादाको सर्ट खाएपछि सबले भन्छ सरी दाई पुरानो नेपाली फिल्मको डाइलग आउँदै बस्नु अरे मेरो नाम हो अनिल राई सर्ट खाएपछि भन्छ सरी दाई साथीहरूले सुनेकै होला नसुनेको भने आज सुन्नुभयो गेम चाहिँ अलमोस्ट जित्यो तलदेखि पेल्दै रहेछन् सालीहरूले हाना ठोक्यो माथिदेखि छोपेर ड्याङ्की सालीहरूलाई ए त आइस अब खाइस् मेरो अल्टी खाइस् बचेर भाग्यो फेरि आम्मा कस्तो बचेर भएको छ दामी थर्किन थाल्यो अघि मेरो कुटे खाएदेखि बचेर भाग्न थाल्यो अघि एकै ठाउँ मैले च्यान बनाइरहेको थिएँ नि त यिनीहरूको दामी यतादेखि आउँदैछ मलाई थाहा छ ए बचे यार झन्डै माऱ्यो मलाई राख्ने बेला भयो पछाडि आइज किल त आएन तर किल नआए नि केही छैन हान्यो पछाडि फेरि पेल्दै रहेछ हिलरले एक्लै पेल्छु भन्दैछ यार आम्मा फेरि यता सिसी पनि रहेछ न हान्यो बचेर भयो बिमारी भइसकेछ ठिक छ आम्मा हेल्थ त झन्डै राम्रो पार्यो यार कहाँदेखि हान्यो त्यसले घारीमा लुकेछ नि आज मेरो सर्ट खाएर बाँच्दैन त्यो हेल्थ बढाएर फेरि जानुपर्ने हुन्छ म्याच चाहिँ अलमोस्ट जितिसकिए चाहिँ हान्नुपर्ने हुन्छ फेरि फक म लडसँग आउँछु तिमीहरूलाई हान्नुलाई नि दामी घुमी वरि तिमीहरूलाई बट्टारिने गरी हान्नुपर्ने हुन्छ आज तिमीहरूलाई हानेर म पिना हगाइदिनु पर्ने हुन्छ मिलसिल भत्किने गरी पिना पेल्यो साथी हो पेल्यो म नि आउँदैछु लड लिएर आए ल त हाम्रो लड आइसकेको छ अब क्लियर एकदम क्लियर राख्नुपर्ने हुन्छ
एनिमीको पनि कमको चाहिँ छैन है। अब एकै ठाउँमा च्यान बनाइदिन्छु। आम्मामा खतरा बाजेर भाग्यो यार। यति तर भाग्यो साले बाँच्न सफल भयो। तर केही छैन, गेम जितिसक्यो है त साथी हो, लाइफ त साथी हो, गेम जितिसक्यो। हेरौँ कति पोइन्ट आएछ होइन। म चाहिँ एपिक मात्रै छु है, एपिक मात्रै। भर्खर एपिक अस्ति नै घट्यो मेरो, ड्याङ घट्यो सिजन चेन्ज हुँदा रे। म निकै टाइम खेल्नु 9.4 भने एभरेजै खेलिएछ साथी हो। ल है त आज ब्लग चाहिँ भिडियो गेमिङ चाहिँ इन्ड गरेँ साथी हो। बाई बाई।